हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आज म गौतम बुद्ध स्कुल गएको थिएँ र यहाँ एकजना सर चाहिँ मार्कर लिएर कसरी फनी घुम्नुपर्छ भन्ने सिकाउँदै हुनुहुन्थ्यो। के को लागि हो भनेर मैले त बुझ्न खोजिनँ। अगाडि जाँदाखेरि यो अफिसको एकजना सर लापत्ता हुनुहुन्थ्यो। एकदम चिन्तित भएर कहाँ निस्किनु भयो केही थाहा छैन। अगाडि बढ्दा यता पनि चिन्तित अनुहारहरू देखेँ। उहाँहरू पनि मिटिङ भन्ने शब्दको लागि चिन्तित हुनुहुन्थ्यो। मिटिङ हुनुभन्दा पहिला हाम्रो पेटको सेटिङ हुनुपर्छ भन्दै भास्कर सर बिजी हुनुहुन्थ्यो। एकातिर भने हाम्रो कस्ट्युम म्यानेज गर्ने आफ्नो डाइट म्यानेज गर्दै हुनुहुन्थ्यो र उहाँको नाम मैले भनिराख्नु पर्दैन। दिदीहरूको रिक्वेस्टमा मैले उहाँको पनि भिडियो खिचिदिइहालेँ। मुसुक्क हाँस्नुभयो। यी विद्यार्थीहरू दाढीवाला एकजना सरलाई देख्ने बित्तिकै किन खुसी हुन्छन्। बच्चाहरूको यहाँ कला हेरेर म एकदमै के भयो थाहै छैन मलाई। के भयो नि अब सबै कुरा भनिराख्नु त पर्दैन। तर जे होस् फेसमा पेन्टिङ भन्ने शब्द जस्तो यो यही हुन्छ भन्ने लाग्यो। अगाडितिर जाँदाखेरि म्याम रुनुहुँदै थियो, मेरो डान्स किन राख्नु भएन। यतातिर म्यामहरू चाहिँ क्याटवकको प्र्याक्टिस गर्दै हुनुहुन्थ्यो तर उहाँको पर्फर्मेन्स हुने छैन थाहा पाइसकेँ मैले। र यो कुराले एकदम दुःखी हुनुहुन्थ्यो उहाँ। तर हामी अब यसमा केही गर्न सक्दैनौँ। बच्चाहरूको बेग्लै किसिमको ऊर्जा छ किनभने अब गौतम बुद्धको हाम्रो फन फेस्टा फागुन 2 गते हुन गइरहेछ।